नमस्कार। चुनाव विशेषमा यहाँहरूलाई स्वागत छ। म चाँदनी। हामी चुनावलाई लिएर निरन्तर उम्मेदवार र चुनाव सम्बन्धित मान्छेहरूसँग हामी कुराकानी निरन्तर गरिरहेका छौँ र यहाँहरू समक्ष राख्ने प्रयास गरिरहेका छौँ। चुनाव नजिकै छ, आचार संहिता कार्यान्वयन कतिको प्रभावकारी छ, निगरानी र कारबाहीको अवस्था बुझ्न हामीसँग हुनुहुन्छ जिल्ला निर्वाचन आचार संहिता अनुगमन अधिकृत कृष्ण गैरी। उहाँसँग हामी चाहिँ कुराकानी गर्नेछौँ र कार्यक्रममा पहिला उहाँलाई स्वागत गरौँ। विशेष कुराकानी हामी गर्नेछौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। जिल्लामा निर्वाचन आचार संहिता कतिको पालना भइरहेको छ अहिले? जिल्लामा यो निर्वाचन आचार संहिता 2082 छ। यसको पालना चाहिँ भएको छ। केही छिटफुट घटना बाहेक यसको चाहिँ गम्भीर उल्लङ्घनका त्यस्ता घटनाहरू चाहिँ हामीमा रिपोर्टिङ भएको छैन। हजुर, सबैभन्दा बढी उल्लङ्घन हुने गतिविधि के देखिएका छन्? सबभन्दा बढी निर्वाचन आचार संहिताको उल्लङ्घनको सन्दर्भमा चाहिँ यो सार्वजनिक स्थानहरू, चोकहरू अनि आएर अन्य सार्वजनिक भित्ताहरू भनौँ, अनि सवारी साधन पनि खास गरी यो 3 पाङ्ग्रे टुकटुक टेम्पो, यो टेम्पो केही निजी मोटरसाइकलहरूमा कुनै पनि उम्मेदवारको चाहिँ चुनाव चिन्ह, फोटोसहित अनि को चाहिँ पोस्टर, स्टिकरहरू टाँसेको पाइएको छ। त्यसै गरी सार्वजनिक चोकहरू, गल्लीहरूमा चाहिँ तुल, ब्यानर, झन्डाहरू टाँगेको, झुन्ड्याएको चाहिँ पाइएको छ। अहिलेसम्म कतिवटा उजुरी परिसकेका छन् र कतिलाई चाहिँ कारबाही भएका छन्? अहिलेसम्म हामीकोमा लिखित उजुरी चाहिँ 2टा परेको छ। 2टा मध्ये एउटा चाहिँ यहाँको स्थानीय नागरिकले हाल्नु भएको छ, अर्को चाहिँ एउटा यो निर्वाचन क्षेत्र नम्बर 3 का स्वतन्त्र उम्मेदवारले हाल्नु भएको छ। त्यो बाहेक अन्य मौखिक उजुरी समेत गर्दाखेरि 4वटा उजुरी परेको छ। हजुर, उल्लङ्घन गर्ने दल वा उम्मेदवारलाई कस्तो कारबाहीको व्यवस्था छ? उल्लङ्घन गर्ने उम्मेदवार वा दललाई चाहिँ तत्काल हामीले गर्ने भनेको चाहिँ त्यस्तो कामहरू या त्यस्तो आचार संहिता विपरीतका जुन प्रचार प्रसार छन् त्यसलाई चाहिँ रोक्ने या पोस्टर पम्पलेटहरू, ब्यानर, तुल, झन्डाहरू छ भने हटाउने गरी चाहिँ आदेश दिन्छौँ। उहाँहरूसँग अन्तर्क्रिया, छलफल, पत्राचार, इभन टेलिफोन कम्युनिकेसन समेत भएको छ। अनि त्यति गर्दाखेरि पनि नहटाएपछि, त्यो सुधार नगरेपछि चाहिँ हामी अस्ति 24 गते शनिबार चाहिँ फिल्डमै खटिएर, सुरक्षाकर्मीसहित खटिएर यस जनकपुर उपमहानगरपालिकाको क्षेत्रभित्र बजार एरियामा खास गरी त्यहाँ चाहिँ जुन सार्वजनिक स्थान अनि आएर सवारी साधनमा टाँगेका, झुन्ड्याएका स्टिकर अनि पोस्टर अनि तुल, ब्यानर, झन्डाहरू हटायौँ। त्यसको सङ्ख्या करिब 1500 भन्दा बढी छ। र फेरि आज मात्रै यता सबैला नगरपालिका वार्ड नम्बर 1, 2, 3, 4 त्यो धेरैवटा वडा छ। त्यो वडामा त्यसै गरी टाँसिएका चाहिँ पोस्टरहरू, झुन्ड्याएका तुल, ब्यानर, झन्डाहरू करिब 3 दर्जनको सङ्ख्यामा हटाइएको छ आज। त्यसमा चाहिँ नेपाल प्रहरी, खास गरी अब जिल्ला प्रहरी कार्यालय धनुषाले हामीलाई सपोर्ट गरिरहेको छ। यो जुन उजुरी दिएका छन् त्यो के कस्ता मान्छेहरू हुनुहुन्छ? उजुरी दिने मान्छे त भनौँ स्वतन्त्र उम्मेदवार र राजनीतिक हिसाबले चाहिँ अलिक चेतनशील मान्छेले नै उजुरी दिन्छ, जसलाई चाहिँ यो आचार संहिताको बारेमा जानकारी छ, उहाँहरूले उजुरी दिनुहुन्छ। हजुर, यो पत्रकारलाई पनि आचार संहिता के कस्ता पालना गर्नुपर्छ? पत्रकारहरूको लागि पनि आचार संहिता छ। पत्रकारहरूले पनि कुनै उम्मेदवारको पक्ष वा विपक्षमा चाहिँ सञ्चार माध्यममा या सोसल मिडियामा चाहिँ कुनै प्रचार प्रसार गर्ने, कसैको समर्थन या विरोधमा चाहिँ केही आर्टिकल लेख्ने, कुनै तस्बिरहरू सेयर गर्ने, पोस्ट गर्ने, रिपोस्ट गर्ने, कमेन्ट गर्ने, मत सर्वेक्षण गर्ने जस्ता क्रियाकलापहरू गर्न पाउँदैन। विदेशी सञ्चार माध्यममा प्रकाशित सूचनालाई फेरि यता नेपाली सञ्चार माध्यमबाट चाहिँ प्रकाशन प्रसारण गर्न पाइँदैन। यही आचार संहिता छ। यो जनकपुरमा भरि मात्रै यो आचार संहिता चाहिँ सक्रिय टोलीहरू तपाईँहरूको घुमिराख्नु भएको छ कि गाउँघरमा त अहिले पनि एन्डको बजाएर साउन्ड एकदमै सोर ठुलोमा चाहिँ बजाइरहेको हुन्छन्? सानो बच्चाहरूको हातमा चाहिँ झन्डा चाहिँ बोकेर चाहिँ घुमाइरहेको हुन्छन्, हिँडाइरहेको हुन्छन्। निर्वाचन आयोगले यस जिल्लाको लागि चाहिँ सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष लेखा नियन्त्रकज्यूलाई चाहिँ निर्वाचन आचार संहिता अनुगमन अधिकृतको रूपमा नियुक्त गरेका छ। त्यसै गरी अन्य नेपालका 77 जिल्लामा त्यसै गरी नियुक्ति भएको छ। हामी 2 जना छौँ। हाम्रो स्रोत साधनले भ्याएसम्म हामी चाहिँ अनुगमन गर्ने र कारबाही गर्ने काम गरिरहेका छौँ।
त्यो बाहेक कतिपय अवस्थामा चाहिँ यो नेपाल प्रहरीको पनि सहयोग लिइन्छ। जस्तै अहिले सबैला नगरपालिकाको क्षेत्रमा चाहिँ टाँसिएका त्यस्ता पोस्टर पम्पलेटहरू अनि झुन्डाइएका ब्यानर झन्डा तुलहरू हटाउनलाई चाहिँ हामीले यसरी हटाउनु भनेर उहाँहरूले चाहिँ भिडियो खिचेर देखाउनु भयो। यहाँबाट हामीले चाहिँ भिडियो मार्फत नै ल त्यो हटाउनु तुरुन्त भनेर निर्देशन दियौँ। त्यसै गरी हटाएको पनि छ। र बालबालिकाको प्रयोग चाहिँ निर्वाचनमा गर्न पाइँदैन। अब त्यस्तो हामीकोमा सूचना आएमा पार्टिकुलर ठाउँको आउनु पर्यो। आएमा चाहिँ हामी नै खटिने वा सम्भव नभएमा तत्काल कतिपयमा चाहिँ स्रोत साधनले भ्याउँदैन, हरेक स्थानमा चाहिँ हाम्रो पहुँच पुग्दैन। तर भ्याएसम्म चाहिँ हामी यहाँ अफिसको फुर्सद हुने बित्तिकै फिल्डमा निस्किने गरेका छौँ। त्यस्तो अवस्थामा नेपाल प्रहरीलाई चाहिँ हामीले सहयोगको लागि अनुरोध गरेका छौँ। अहिले अनुगमन टोली कसरी र कति सक्रिय रूपमा फिल्डमा छन् यहाँहरूको? छ सक्रिय रूपमा। म हिजो साँझ मैले बजारतिर अनुगमन गरेँ। एक दुई ठाउँमा टेम्पोहरूमा भेटेको। म आफू एक्लै थिएँ, एक्लै मसँग कुनै सुरक्षाकर्मी पनि थिएन। एक्लै बजार घुम्दाखेरि भेटेको म आफूले नै हटाएँ। अरू बेला पनि हामी सक्रिय नै छौँ। अहिले हाम्रो 2 जना छौँ। हाम्रो निर्वाचन आचार संहिता अनुगमन अधिकृत उहाँसँग हाम्रो चाहिँ कम्युनिकेट मतलब भइरहेको छ। उहाँले पनि अहिले यो डकुमेन्टेसनमा कामहरू गर्नुभएको छ, रिपोर्टहरू बनाउने काम गरिरहनु भएको छ। हामी सक्रिय रूपमा लागेका छौँ। यहाँले चाहिँ सामाजिक सञ्जाल र डिजिटली प्रचारलाई कसरी निगरानी गरिराख्नु भएको छ? हामी त्यो हिसाबको चाहिँ प्राविधिक ज्ञान भएको मान्छे त्यसलाई चाहिँ हटाउन सक्ने हामीसँग टेक्निकल स्किल छैन। त्यसको लागि चाहिँ जिल्ला प्रहरी कार्यालय, यहाँ मधेस प्रदेश प्रहरी कार्यालयमा चाहिँ यो साइबर इन्टेलिजेन्स युनिट भन्ने छ। त्यो युनिटले चाहिँ त्यस्ता सामग्रीहरू उप निगरानी राख्ने हटाउने कामहरू गरिरहेछ। र हामीले चाहिँ जनरली त्यो मिडियाको चाहिँ हाम्रो यहाँ लोकल जनकपुरभित्रको चाहिँ परेमा त्यसलाई चाहिँ हामी पत्रचार गरेर हटाउन या कहिलेकाहीँ इभन टेलिफोन मार्फत पनि अनुरोध गरेका छौँ। अस्ति जानकी टाइम्सको त्यस्तै देखाएको थिएँ मैले यो फेसबुक पेजमा। यहाँको क्षेत्र नम्बर 3 को उम्मेदवार विमलेन्द्र निधिज्यूको तलतिरपट्टि सूर्य चिन्ह अनि जुली महतोको उहाँको चाहिँ तस्बिर तलतिर रुख चिन्ह अनि आएर मनिष झाको चाहिँ तलपट्टि घन्टी चिन्ह राखेर तपाईँको भोट कसलाई भनेर मत सर्वेक्षण गर्नुभएको रहेछ। अनि उहाँलाई हामीले हटाउन चाहिँ पत्रचार गऱ्यौँ। अनि उहाँको फेसबुक पेजमै मैले यो लेटरको चाहिँ स्क्यान गरेर अपलोड गरेँ। त्यसपछि त्यति गर्दा पनि उहाँहरूले रेस्पोन्स गर्नुभएको छैन। नगरेपछि अनि जानकी टाइम्सको हामीलाई एक्ज्याक्ट लोकेसन थाहा भएन। अनि हामीले यो साइबर सर्भिलेन्स युनिट यो मधेस प्रदेश प्रहरी कार्यालयलाई चाहिँ अनुरोध गरेका छौँ त्यो हटाउनको लागि। हजुर, जसरी अहिले उम्मेदवारहरूलाई कतिवटा चाहिँ अगाडि उहाँहरू चाहिँ उडाउन सकिन्छ? यहाँ उम्मेदवारहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्रयोग गर्ने गरेर मुख्य निर्वाचन अधिकृत ज्यूको चाहिँ अनुमतिमा 2 वटासम्म सवारी साधन 2 पाङ्ग्रे होस्, 3 पाङ्ग्रे होस् या 4 पाङ्ग्रे होस् त्यो प्रयोग गर्न सक्नुहुन्छ। र यो बाहेक अन्य जहाँ चाहिँ गाडीको एक्सेस छैन त्यस्तो ठाउँमा चाहिँ 4 वटासम्म घोडा प्रयोग गर्न पाइन्छ। तर गाडी या सवारी साधन प्रयोग गर्दाखेरि विदेशी नम्बर प्लेटको चाहिँ प्रयोग गर्न पाइँदैन। हजुर, यो निर्वाचन आयोगले हरेक चुनावमा नियम कानुन बनाउनुहुन्छ, हरेकचोटि चाहिँ सूचना जारी गर्नुहुन्छ, तर उल्लङ्घन गर्ने आजसम्म कारबाही भएकै छैन। यसचोटि कति हुन्छ? उल्लङ्घन गर्नेलाई कारबाही भएको छ। मैले त भनिसकेँ त, अस्ति हामीले 1500 भन्दा बढी पोस्टर ब्यानरहरू हटायौँ, त्यो पनि कारबाही त हो। अनि अब पटक पटक त्यस्तो फेरि प्रवृत्ति दोहोरिएमा त हामी अन्य थप लेखापढी गर्छौँ। त्यसबाट चाहिँ उहाँहरूको उम्मेदवारी रद्द हुन सक्ने वा निर्वाचन कसुर तथा सजाय ऐन 2073 छ, त्यो बमोजिम चाहिँ उहाँहरूलाई अन्य दण्ड जरिमानाको व्यवस्था छ। तर पहिलो स्टेजमा चाहिँ हामीले उहाँहरूलाई चाहिँ वार्न गर्छौँ, हटाउन आदेश दिन्छौँ। अनि उहाँहरूले हटाउनु भएन भने हामी हटाउँछौँ। अब त्यो गर्दा पनि उहाँहरूले पटक पटक त्यो हिसाबको चाहिँ दोहोऱ्याउनु भयो भने चाहिँ त्यो उहाँहरूको कसुरको गाम्भीर्य हुन्छ नि त, गाम्भीर्यता अनुसार चाहिँ हामी पत्रचार गर्छौँ। यहाँ अब जिल्ला यो आचार संहिता अनुगमन जिल्ला समिति पनि छ। हाम्रो मुख्य निर्वाचन अधिकृतज्यू माननीय न्यायाधीशज्यूको संयोजकत्वमा त्यसमा हाम्रो सिडिओ साहब सहसंयोजक हुनुहुन्छ, सुरक्षा निकायका प्रमुखहरू हुनुहुन्छ। अनि निर्वाचन आयोग छ, उहाँहरूको चाहिँ प्रत्यक्ष नियन्त्रण र निर्देशन अन्तर्गत हामी काम गर्ने हो। हामीले उहाँहरूलाई चाहिँ यो विषयमा रिपोर्टिङ गरिरहेका छौँ। जसरी त्यो
निर्वाचन आयोगले जसरी सूचना जारी गरेको छ त्योमा उम्मेदवारी समेत पनि चाहिँ खारिज हुन सकिन्छ तर उहाँहरूले डर नहुनुको कारण के यहाँले बुझ्नु भएको छ राजनीतिक संस्कारको विकास नभएको भनेर बुझ्नुपर्छ यसलाई हजुर जुनमा उहाँहरूले अब जसले उल्लङ्घन गर्नु भएको छ उहाँहरूकै सहमतिमा उहाँहरूकै सहभागितामा यो आचार संहिता तयारी भएको हो नि त हजुर उहाँहरूले आफै पालना गर्नुपर्ने विषय हो यसमा त हामी भनेको त उहाँहरूको सहयोगी हौँ उहाँहरूलाई चाहिँ आचार संहिता को पालना गर्नुहोस् है भनेर झकझक्याउने हो सम्झाउने हो उहाँहरूले आफैले बनाएको कानुन हो यो पनि अब त्यो मान्नु भएन भने त अब हामी छौँ त्यो कार्यान्वयन गराउनको लागि यहाँहरूलाई कति अहिले चुनौती भएको जस्तो छ त्यत्रो ठुलो चुनौती छैन हाम्रो स्रोत साधनले क्षमताले हामीलाई दिएको टिआरभित्र रहेर हामी काम गर्न सक्षम छौँ स्रोत साधन पनि छ त्यो अपेक्षा गरे अनुसार चाहिँ हरेक अब स्थानीय लेभलमा हरेक बस्तीमा पुग्न चाहिँ हामी सम्भव हुँदैन अब त्यसको लागि चाहिँ नेपाल प्रहरी पनि छ अन्य अब सुरक्षा निकायहरू पनि छन् उहाँहरूको सहयोग लिन्छौँ हामीले त्यो बाहेक यहाँहरू हुनुहुन्छ नि त मिडियाले पनि घटनाहरू भनेर हामीलाई चाहिँ जानकारी गराउन सक्नुहुन्छ त्यही अनुसार चाहिँ हामी स्रोत साधनले भ्याएको बेलामा हामी पुग्छौँ नभ्याए भने नेपाल प्रहरीलाई अनुरोध एउटा जिज्ञासा अचानक पत्रकार र मिडियाले कति जिम्मेवारी र सावधानी अप्नाउनु पर्छ पत्रकारिता भनेको अब राज्यको चौथो अङ्ग भनेर सबैले स्वीकारेको कुरा हो उहाँहरू त एकदम सावधान या भनौँ न उहाँहरू त जिम्मेवार पूर्ण तरिकाले चाहिँ प्रस्तुत हुनु पर्यो उहाँहरूले जुन सामग्रीहरू चाहिँ बाहिर प्रकाशन प्रसारण गर्नुहुन्छ त्यो सामग्रीहरू त सन्तुलित हुनु पर्यो निष्पक्ष हुनु पर्यो यथार्थ हुनु पर्यो अब यो कल्पित भन्छ नि यस्तो भ्रामक सूचनाहरू मिथ्या सूचनाहरू अफवाह फैलाउनु भएन त्यही हो हजुर यो निष्पक्ष मर्यादित र शान्तिपूर्ण चुनावका लागि आम मतदाताले के सन्देश दिन चाहिराख्नु भएको छ तपाईँ आम मतदातालाई निर्वाचन हुँदैछ तपाईँहरू एकदम भयरहित तरिकाले चाहिँ निर्वाचनमा चाहिँ सक्रिय सहभागिता जनाएर आफूले चाहेको उम्मेदवारलाई चाहिँ मत दिएर जिताएर पठाउनुहोस् उहाँहरूले चाहिँ जानुहुन्छ त्यही हिसाबको कानुन बनाउनुहुन्छ त्यस क्षेत्र जुन क्षेत्रकोबाट निर्वाचित हुनुभएको छ जुन क्षेत्रको प्रतिनिधित्व गर्नुभएको छ त्यो क्षेत्रको हितको लागि चाहिँ उहाँहरूले नीति कार्यक्रम योजनाहरू बनाउनुहुन्छ यो कार्यक्रमबाट तपाईँ के सन्देश दिन चाहिराख्नु भएको छ धनुषा जिल्लावासीलाई मेरो सन्देश त मोटामोटी यहाँहरूले सुनिसक्नुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद कम्तीमा पनि निर्वाचन आचार संहिता चाहिँ जारी भइसकेको छ यो आचार संहिता चाहिँ अस्ति माघ 4 गते राति 12 बजेदेखि लागू भएको छ अनि आचार संहिताको परिपालनामा चाहिँ सहयोग गर्नुहुन सम्पूर्ण राजनीतिक दल आम नागरिक पत्रकार नागरिक समाज जनप्रतिनिधिज्यूहरू स्थानीय बासिन्दा सम्पूर्णलाई चाहिँ हार्दिक अनुरोध गर्न चाहन्छु धन्यवाद नमस्कार धेरै धेरै धन्यवाद दिन चाहे यहाँलाई यति अहिले चाहिँ व्यस्तताको बावजुद हामीहरूको कार्यक्रममा आफ्नो चाहिँ कुराहरू राखिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहे र यस कार्यक्रमबाट पनि बिदा लिन चाहे नमस्कार